हेलो गाइज, वेलकम टु माई फर्स्ट मिनी ब्लग। आई होप हजुर सन्चै हुनुहुन्छ अनि म पनि एकदमै सन्चै छु। आज हजुरहरूमा अत्यन्तै सुन्दर दृश्य यो मेरो पहिलो मिनी ब्लगमा राख्दैछु। देख्न सक्नुहुनेछ हामी केही दिन अगाडि पूर्व ताप्लेजुङ स्थित प्रसिद्ध धार्मिक स्थल पाथिभरा मकमलुङमा दर्शन गर्न गएका थियौँ। यो देखिरहनु भएको छ यो दृश्य पाथिभरा मकमलुङ पदमार्ग हो। यो ठुलो फेदीदेखि अलिकति माथिल्लोपट्टि पर्छ। हामी ठुलो फेदीमा बास बसेर बिहानको समयमा चाहिँ उकालो चढेका थियौँ। यो बिहानी पखको दृश्य हो, तपाईले हेरिरहनु भएको छ हैन। यो बिहानीको समय अत्यन्तै रमाइलो भएको थियो किनभने जति माथि गयो त्यति धेरै बाक्लो हिमपात भएको थियो। हिमपात पछिको सितामे डाँडा काँडा वन जङ्गल, वाउ कस्तो क्या मनमोहक दृश्य। यो दृश्यले मनै फुरुङ्ग भएको थियो। पाथिभरा मकमलुङ क्षेत्रमा चाहिँ यो वर्ष 4 पटक हिम परिसकेको छ। तपाईले देखिरहनु भएको छ पाथिभरा मन्दिर सितामे भएको छ। पाथिभरा दर्शनको निमित्त चाहिँ कार्यकारी निर्देशक आदरणीय दाइ प्रजिन हाम्बाङ, त्यसै गरी पूर्व गृहमन्त्री नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माज्यू र ताप्लेजुङ इन्चार्ज आदरणीय दाइ खेलप्रसाद बुढा छेत्री पराग, त्यस्तै फुन्दिङ नगरपालिका पूर्व उपप्रमुख बमबहादुर भट्टराई तारा लगायत नेता कार्यकर्ताहरूको माता चाहिँ दर्शन गर्न आउनु भएको थियो। उहाँहरूकै टिममा म र सहारा लौमा दाइ सन्तोष प्रोकुटी, कृष्ण प्रोम्बो सर पनि हुनुहुन्थ्यो हैन। सबैजनाले आफ्नो मनोकामना पुरा होस् भन्ने विधिपूर्वक माताको पूजा आराधना गर्यौँ। पूजा आराधना पछि चाहिँ हाम्रो सम्पूर्ण टिम रमाउँदै यसरी हिउँ खेलेका थियौँ। त्यसपछि मिठो चियाको लागि राजेन्द्र महत सरलाई धेरै धेरै धन्यवाद। गाइज, कस्तो लाग्यो मेरो फर्स्ट मिनी ब्लग? सल्लाह सुझाव प्रतिक्रिया सहित लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गर्न नभुल्नु होला है।